Hello everyone. Good afternoon, good evening, good morning. मेरो चाहिँ यहाँ म चाहिँ क्यानाडाबाट हो सो मेरो चाहिँ यहाँ आफ्टरनुन भइरहेको छ अहिले आफ्टरनुनको चाहिँ 4:40 गयो हैन यो चाहिँ मेरो डेली रुटिनमा पर्छ म चाहिँ यतिखेर चाहिँ यो चाहिँ मेरो मी टाइम हो है मैले चाहिँ आफ्नो बिजनेसलाई दिने टाइम हो म बिहान काममा जान्छु कामबाट आएर मैले बच्चाहरूलाई दिनुपर्ने टाइम सबै दिएँ अब चाहिँ मेरो चाहिँ 4 देखि 6 चाहिँ म कसैलाई पनि दिने यो चाहिँ मेरो मी टाइम हुन्छ मेरो मी टाइममा चाहिँ म र मेरो बिजनेस त्यो बिचमा चाहिँ कोही पनि आउँदैन हैन डिस्टर्ब कसैले पनि गर्दैन आज चाहिँ एकदमै चिसो अनएक्सपेक्टेड स्नो भयो है परिरहेछ स्नो परिरहेछ म हजुरहरूलाई देखाउँछु है त लेट्स लुक आउटसाइड त्यतिको चिसो त छैन तर पनि हिउँ परिरहेछ हैन अब यो चाहिँ कन्टिन्यू पर्छ भनेको छ भोलिसम्म अस्ति परेको थियो फेरि स्टप भयो आज चाहिँ अनएक्सपेक्टेड पर्छ जस्तो त लागेको थिएन बिहान जाँदा एकदम राम्रो पर्फेक्ट वेदर थियो तर अहिले आफ्टरनुनबाटै आज हिउँ परिरहेछ हैन अब कन्टिन्युस पर्छ होला इट्स नट सो मच कोल्ड माइनस अहिले चाहिँ 0 डिग्री छ तर रातिसम्म चाहिँ -9 भनेको छ त्यो चाहिँ फिल्स लाइक -10 -15 सम्म हुन सक्छ हैन इट्स फन दो इट्स फन आई जस्ट लाइक इट व्हेन इट स्नोज you gonna go for a walk especially at night time है बाहिर जाँदाखेरि चाहिँ पुरै त्यो लाइट बल्छ नि त हैन यो स्ट्रीट लाइटहरुले गर्दा चाहिँ त्यो लाइट रिफ्लेक्ट हुन्छ अनि ग्लिटर जस्तो देखिन्छ परिरहेको स्नो चाहिँ हैन सो फन चिसो छ तर घरभित्र चाहिँ तातो छ हामी चाहिँ अब बाहिरतिर त सबै त्यही त हो नि हैन हिटिङ सिस्टम युज गर्छौं सो फिल हुँदैन कि जाडो छ कि गर्मी छ भनेर चाहिँ केही पनि थाहा हुँदैन है सो मैले चाहिँ लाइभमा आउनुको आजको रिजन त हजुरलाई थाहा छैन मैले चाहिँ 10 डेको चाहिँ गो लाइभ च्यालेन्जलाई चाहिँ एक्सेप्ट गरेर हैन म चाहिँ लाइभ भिडियोहरू गरिरहेकी छु हैन मैले पहिला त गर्ने गरेको थिएँ आफ्नो पेजबाट अहिले चाहिँ स्ट्रिम यार्डबाट गरिरहेको थिएँ मैले हिजो पनि स्ट्रिम यार्डबाट गरेको थिएँ आज चाहिँ मैले अल्छी लाएँ ल्यापटप खोल्नलाई हैन सो मेरो चाहिँ ल्यापटपमा चाहिँ स्ट्रिम यार्ड हुन्छ फोनबाट चाहिँ स्ट्रिम यार्डलाई चाहिँ कम्प्याटेबल नभएको भएर चाहिँ यसबाट गर्न मिलेर मैले आफ्नो बिजनेस पेजबाटै लाइभमा गइरहेकी छु हैन मेरो चाहिँ आज सेकेन्ड डेको लाइभ च्यालेन्जको टपिक्स रहेको छ हैन हुन त हजुरहरूले त्यहाँ देख्नुहुन्छ होला सायदै आई डोन्ट नो शेयर योर स्ट्रगल्स बिफोर द बिजनेस वाट चेन्ज्ड एन्ड वाट ड्रिम यु आर चेजिङ भनिरहेको छ हैन अब यसमा चाहिँ शेयर योर स्ट्रगल्स बिफोर भन्दाखेरि चाहिँ मैले स्ट्रगल कहिले पनि लाइफमा केही कुरालाई पनि स्ट्रगल भनेर चाहिँ कहिले पनि लिने पनि गरेको छैन र लिएको पनि छैन हैन स्ट्रगल त सबै स्ट्रगल हो एज अ इमिग्रेन्ट हामी चाहिँ आफ्नो कन्ट्री छाडेर जब अर्काको कन्ट्रीमा आउँछौँ नि त्यहाँ स्ट्रगल त्यहाँबाट स्टार्ट हुन्छ हैन हजुरको एजुकेसनको जेरो भ्याल्यु हुन्छ हैन एजुकेसनलाई फेरि हजुरले चाहिँ फेरि कन्टिन्यू गर्नुपर्ने हुन्छ अपग्रेडिङ गर्नुपर्ने हुन्छ एजुकेसनलाई कन्टिन्यू गर्नुपर्ने हुन्छ राम्रो जब पाउनको लागि आफूले पढिरहेको पढाइलाई चाहिँ अब त्यही फिल्डमा चाहिँ राम्रो अपर्च्युनिटी छैन भने चाहिँ हजुरले चाहिँ अरू कुराहरूमा अपग्रेड गर्नुपर्ने हुन्छ अरू कुराहरू चाहिँ कोर्स लिएर पढ्नुपर्ने हुन्छ देयर आर लट अफ स्ट्रगल्स बट द्याट्स आई डोन्ट कल इट एज अ स्ट्रगल आई कल इट एज अ च्यालेन्जेस हैन त्यसलाई चाहिँ च्यालेन्जेसको रूपमा लिन्छु र त्यो च्यालेन्जेसलाई चाहिँ एक्सेप्ट गरेर त्यसलाई चाहिँ एकदमै पुरा पनि गरेर छाड्छु म हैन मैले पहिला पनि मैले आफ्नो स्टोरीहरू एक दुईपल्ट सेयर गरेको छु हैन मैले स्टार्टिङमा चाहिँ मैले मेरो सानो इन्फ्यान्ट बच्चाहरूलाई लिएर चाहिँ म क्यानाडा आएकी हुँ हैन त्यतिखेर मेरो इन्फ्यान्ट बच्चाहरूसँग चाहिँ आउँदाखेरि चाहिँ क्यानाडामा चाहिँ मिड डिसेम्बर थियो र मिड डिसेम्बरमा चाहिँ यति धेरै स्नो परेको थियो त्यो वर्ष हैन हामी क्रिसमस डेमा नै आएको हो र एकदम ठिक स्नो परेको थियो एक्सपेक्ट पनि गरेको थिएन हामीले न क्यानाडाको वेदर चेक गरेर आएको थियौँ हैन न हामीले चाहिँ यहाँ कस्तो छ त लिभिङ एक्सपेन्सेसहरू कस्तो छ एजुकेसनहरू कस्तो छ हामीले के पनि चेक गर्न हामीले पिआर पायौँ नाउ वी निड टु गो भन्यौँ हामी मुभ गऱ्यौँ किनभने हामीले त्यो चेक गर्ने टाइमै लाइक हुँदै भएन के प्लान मेरो चाहिँ बाहिर आउने एकदमै इच्छा हो तर मेरो हस्बेन्डको नभएको भएर चाहिँ उहाँ त्यतिको इन्ट्रेस्टेड नभएको भएर चाहिँ मेरो लागि आएको भएर चाहिँ हैन अनि हामी त्यो चेक गरेर जानुपर्छ भने चाहिँ जानुपर्छ लेट्स गो भनेर हामी चाहिँ आयौँ हैन अब उहाँ बिजनेस गरिरहेको मान्छे उहाँलाई आउने इच्छा त थिएन हैन मेरो लागि नै आएको हो हैन सो लाइक हामी आएर करियर सुरु गर्ने सानो बच्चालाई लिएर लाइफ स्टार्ट गर्ने जेरोबाट स्क्रैचबाट स्टार्ट गर्ने इट वाज अ बिग च्यालेन्जेस फर अस हैन आफ्नो घर परिवार आफ्नो देश सबै छाडेर अर्काको देशमा आएर जेरोबाट स्क्रैचबाट
बच्चाहरूलाई लिएर लाइफ स्टार्ट गर्नु, त्यो पनि चिसो कन्ट्रीमा आएर इट्स नट अ इजी जब होइन। त्यसलाई च्यालेन्जको रूपमा लिएँ र त्यो च्यालेन्जलाई चाहिँ मैले पुरा गरेँ है। तर अब यहाँ खास गरेर चाहिँ भन्नुपर्दा चाहिँ सेयर स्ट्रगल्स बिफोर दिस बिजनेस भनेर भनेको छैन। सो यसमा चाहिँ फोकस गरेर भन्दाखेरि चाहिँ लाइक मैले चाहिँ अब आएँ, क्यानाडा आएँ, आफ्नो करियरको लागि मैले पढेँ, सबै गरेँ होइन। गरिसकेपछि जब गर्नु पऱ्यो होइन। जब गर्न थालिसकेपछि चाहिँ कस्तो भयो भने मैले चाहिँ एकपछि अर्को चाहिँ अब यहाँ फुल टाइम जब राइट अवे पाउँदैन होइन। पार्ट टाइम जबहरू गर्दा गर्दा फेरि नर्सिङमा यस्तो मजाले जब पाइन्छ कि होइन। हजुरहरूलाई जबको पछाडि भाग्नै पर्ने, जब अप्लाई गरेँ जब बोलाइहाल्छ होइन। फेरि त्यो केसमा चाहिँ म एकदमै लक्की भएँ, मैले पढाइसकेपछि जब पाएँ होइन। एकपछि अर्को विदिन 1 इयर चाहिँ मैले 3टा ठाउँमा पार्ट टाइम जब पाएँ होइन। अनि मैले त्यसलाई चाहिँ गुमाउन पनि चाहिनँ, किनभने अफकोर्स हजुरलाई एउटा राम्रो जब चाहिएको छ होइन। हामीलाई चाहिँ वेल इस्टाब्लिस हुनु छ अर्काको कन्ट्रीमा आएर होइन भनेर सानो बच्चाहरूलाई चाहिँ लाई लिएर राम्रो ब्राइट फ्युचर उनीहरूको बनाउनु छ भने अफकोर्स यु निड अ जब, यु निड अ मनी होइन। त्यसपछि गएर मैले जब लिएँ। त्यो जब गर्न थालेपछि मैले एकपछि अर्को काम गर्न थालेँ। यहाँ चाहिँ कस्तो हुन्छ नि लाइफ देख्दाखेरि चाहिँ एकदमै राम्रो छ होइन बाहिरबाट देख्दाखेरि, तर भित्र यसको बुझ्नु पर्दाखेरि चाहिँ इट्स सो लाइक बिटर है। हस्बेन्ड वाइफसँग चाहिँ एकअर्कालाई बिताउने टाइम, एकअर्कासँग स्पेन्ड गर्ने टाइम हुँदैन। हस्बेन्ड एउटा स्केड्युलमा काम गर्ने हुन्छ, वाइफ एउटा स्केड्युलमा। त्यो किन गरिन्छ त, किनभने बच्चाहरूलाई टाइम दिनुपर्ने हुन्छ। यदि हस्बेन्ड वाइफ एउटै टाइममा काम गर्न गयो भने बच्चाहरूलाई कसले टाइम दिने होइन। त्यसरी हामीले चाहिँ टाइम म्यानेज गरेर त्यो म डे गर्छु। स्टार्टिङमा त मैले नाइटै गरेँ, 4-5 वर्ष बच्चाहरूको लागि नाइट गरेर आउँथेँ। बच्चाहरूलाई स्कुल पुऱ्यायो, डे केयर पुऱ्यायो, अनि आफ्नो नाप लिने, स्लिप पनि भन्न मिल्दैन, त्यसलाई नाप भन्नु पऱ्यो होइन। 2-4 घन्टा सुत्यो, सुतेर उठेर बच्चाहरूलाई पिकअप गर्यो भन्यो, अनि बेलुकाको खाना बनायो, यता गर्यो उता गर्यो, त्यसपछि फेरि काममा जाने बेला हुन्थ्यो होइन। सो त्यसरी चाहिँ मैले चाहिँ लाइफमा 3-4 वर्ष चाहिँ खुब दुःख गरेँ है। स्ट्रगलै भनौँ, वाट एभर भनौँ, तर दुःख गरेँ भन्छु है। म चाहिँ दुःख गरेँ। त्यो चाहिँ एउटा बेटर लाइफको लागि थियो। अहिले चाहिँ कस्तो लाग्छ नि मान्छेहरूले चाहिँ हाम्रो बिजनेसमा चाहिँ 2019-2020देखि सुरु गरेर हुन्छ नि। आई विस मैले पनि त्यतिखेर स्टार्ट गरेर म पेन्डामिकको टाइममा मैले एउटा मात्रै जब गरेर म घर बसेको थिएँ, बच्चाहरूलाई टेक केयर गरेर बच्चाहरूसँग क्वालिटी अफ टाइम स्पेन्ड गरेर। त्यतिखेर यो बिजनेस चाहिँ मेरो हातमा आएको म अहिले कहाँबाट कहाँ पुगिसक्थेँ होला, मैले बिजनेसलाई कहाँबाट कहाँ लग्थेँ होला। आई विस भनेर भन्छु म होइन। तर त्यो जे हुनुपर्ने जतिखेर हुनुपर्ने त्यतिखेरै हुन्छ होइन। त्यो हामीले आई विस भनेर नि हुँदैन रहेछ केही पनि होइन। सो त्यसमा चाहिँ अब रिग्रेट गरेर नि हुँदैन, पासमा गएर पनि हुँदैन होइन। जुन बेलामा जे हुनुपर्ने त्यही नै हुन्छ। सो त्यसलाई पनि मैले एक्सेप्ट लिन्छु। सो लाइक दुईवटा मैले भने हजुरलाई 3टा जब गर्थेँ है। म 3टा पार्ट टाइम जब गर्थेँ, नाइट गर्थेँ 0.7 भने चाहिँ हप्तामा चाहिँ 4 दिन नाइट गर्थेँ। त्यसपछि हप्तामा अर्को सेम हप्तामा चाहिँ अर्को 2 दिन चाहिँ डे गर्थेँ होइन। र अर्को पनि 0.7 थियो, त्यसमा पनि म्यानेज गरेर नाइट गरेर चाहिँ मैले हप्तामा चाहिँ अब 7 दिनमा मैले 6 दिन त मैले काम गरेर आउँथेँ, कहिले कहिले 7 दिन काम गर्थेँ। सो 2 हप्तामा 14 दिनमा मैले कमसेकम 12देखि 13 दिन चाहिँ मैले काम गरिरहेको हुन्थेँ। त्यसरी काम गरेर होइन मैले चाहिँ आज यो लाइफ बनाएको हुँ होइन। अब मैले स्ट्रगल भनेको त त्यही नै हो मेरो लागि चाहिँ। मैले चाहिँ मरिहत्ते गरेर काम गरेँ एउटा वेल सेटल लाइफ हुनको लागि होइन। बिजनेस सुरु गर्नुभन्दा अगाडिको मेरो चाहिँ वाट चेन्ज। अब वाट चेन्ज भन्दाखेरि चाहिँ के भयो त, जब मैले बिजनेस ब्लेसिङ्स भयो मेरो लाइफमा, तब मैले चाहिँ बुझेँ कि यो बिजनेसले मलाई जुन मैले देखेको ड्रिम छ त्यो पुरा गर्न सक्छ भनिसकेपछि मैले डिसाइड गरेँ आई एम नट गोइङ ब्याक टु माई अनदर वर्क। मैले सबै जबहरूलाई चाहिँ क्विट गरिदिएँ। मैले जस्ट एउटा जब त राख्नुपर्छ मलाई होइन लाइफमा। मैले लाइक अर्न त गरिरहनु पऱ्यो नि त। मैले बिजनेस त रातारात हुने बिजनेस त होइन हाम्रो। बिजनेसमा पेसेन्स चाहिन्छ, मेहनत चाहिन्छ। मैले बिजनेसको माइन्ड नभएको भएर चाहिँ मैले बिजनेसलाई बुझ्नलाई टाइम लाग्छ नि होइन। सो त्यसको लागि चाहिँ मैले यो बिजनेस आफ्नो कामलाई एउटा कामलाई चाहिँ कन्टिन्यू गरेर होइन साइड बाई साइड चाहिँ बिजनेसलाई चाहिँ लर्न पनि गर्दै गएर अर्न पनि गर्दै गएर मैले अहिले चाहिँ बिजनेसलाई जति बुझेँ जति गरेँ त्यसलाई चाहिँ लाइफमा चाहिँ बिजनेसमा चाहिँ त्यसलाई चाहिँ युज गरेर चाहिँ मैले बिजनेसलाई चाहिँ अहिले चाहिँ धेरै अगाडि राम्रोसँग लगिसकेको छु है। मैले लगिसकेको छु। सो त्यो चाहिँ मेरो चेन्ज आयो जब मैले बिजनेसलाई पाएँ। तब मैले चाहिँ अरू जबहरूलाई क्विट गरिदिएँ। त्यो जबलाई दिनुपर्ने टाइम चाहिँ मैले आफ्नो बिजनेसलाई दिन्छु। जस्तै मेरो डे अफ हुन्छ नि होइन। मेरो हप्तामा चाहिँ म 5 दिन काम गर्छु, 2 दिन त मेरो छुट्टी हुन्छ नि।
त्यो 2 दिन चाहिँ मैले अर्को जबलाई पनि दिएँ भने त मैले बिजनेसलाई दिने खै त टाइम होइन। सो त्यो 2 दिन चाहिँ मैले आफ्नो बिजनेसलाई दिन्छु होइन। र त्यस्तै गरेर म काम गरेको दिनमा पनि म घरमा जान्छु, घर आउँछु। घरमा आइसकेपछि चाहिँ मैले बच्चाहरूलाई दिनुपर्ने टाइम चाहिँ दिइसकेपछि चाहिँ मैले चाहिँ एभ्री डे 2 घन्टा चाहिँ मैले आफ्नो बिजनेसलाई दिन्छु है। मैले यो स्टार्टिङमा 2 घन्टाबाटै सुरु गरेँ। मैले स्टार्टिङमा चाहिँ बिजनेस सुरु गर्दाखेरि आधा घन्टा 1 घन्टाबाटै गरिएको। जब म कम्फर्टेबल फिल गर्दै आएँ बिजनेससँग, त्यसपछि मैले चाहिँ आफ्नो टाइमलाई बढाउँदै गएँ। कहिले कहिले चाहिँ म राति सुत्नुभन्दा अगाडि पनि आफूलाई चाहिँ अपडेट गरेर सुत्छु कि मेरो लिड्सहरूको के भइरहेछ, उहाँहरूसँग फलोअप गर्छु होइन। केही हेल्प चाहिरहेछ कि उहाँहरू कहाँ स्टक हुनुहुन्छ, किन उहाँहरू मलाई रिच आउट गरिरहनु भएको छैन, उहाँहरूसँग पनि फलोअप गर्छु, सबै गर्छु होइन। अनि त्यसपछि चाहिँ म सोच्छु मेरो चाहिँ दिनमा 2 घन्टादेखि 3 घन्टा चाहिँ मैले आफ्नो बिजनेसलाई दिनुपर्ने टाइम चाहिँ दिइरहेको हुन्छु। सो मेरो चेन्जेस भनेको आफ्टर जोइनिङ द बिजनेस चाहिँ त्यही हो। मैले चाहिँ आफ्नो बिजनेसलाई चाहिँ एटलिस्ट दिनमा 2 घन्टा मिनिमम चाहिँ दिइरहेकी हुन्छु। एन्ड वाट ड्रिम यु आर चेजिङ भन्दाखेरि चाहिँ मैले चाहिँ यस्तो ड्रिमलाई चेज गरिरहेको छु नि, जसले पनि मलाई सुनिरहनु भएको छ या पछि सुन्नुहुन्छ होइन। हाम्रो बिजनेस चाहिँ कस्तो बिजनेस भनेर थाहा पाउँछ। यस्तो ड्रिम छ मेरो कि लाइक त्यो सबै ड्रिम चाहिँ मेरो यो बिजनेसले पुरा गर्छ भन्ने चाहिँ म 1000% चाहिँ स्योर छु है। किनभने मेरो आँखा अगाडि कतिजना मान्छेहरूको चाहिँ सक्सेस स्टोरिजहरू मैले चाहिँ देखिरहेको छु एभ्री डे होइन। सो मेरो पनि त्यो ड्रिम पुरा हुन्छ र त्यो ड्रिमको चाहिँ मैले चेज गरेर त्यो ड्रिमको चाहिँ पछिमा छु म। र स्टेप बाई स्टेप बिस्तारै चाहिँ ड्रिम पुरा पनि भइरहेको छ मेरो होइन। मेरो चाहिँ यस्तो ड्रिम छ कि मेरो आफ्नो बस्न खानको लागि देयर इज नो कम्प्रोमाइज, सबै कुरा छ। बट स्टिल मेरो लागि चाहिँ एउटा चाहिँ यस्तो ड्रिम होम छ कि अल द लग्जरियस थिङ्स विल बी देयर। त्यसपछि गएर मेरो बच्चाहरू भनौँ न, मेरो बच्चाहरू दे डिजर्भ द ब्राइट फ्युचर होइन। उनीहरूलाई चाहिँ अहिले मैले अर्काको कन्ट्रीमा आएर जति दुःख गरेर होइन, यो बिहान भनेन, राति भनेन, कुनै पनि टाइम नभनेर जति दुःख गरेर हार्डवर्क गरेर, जाडो भनेन, गर्मी भनेन, -30 मा -40 मा पनि बाहिर गएर हु वान्ट्स टु गो होइन। यस्तो स्नो स्ट्रम आउँछ, त्यस्तो बेलामा रिल्याक्स भएर घरमा बस्नु पाए नि हु डजन्ट वान्ट द्याट लाइफ। अनि अर्न गरिरहनु भएको साथसाथमा एभ्रिबडी वान्ट्स द्याट लाइफ नि, यस। सो त्यस्तो दुःख गरेर चाहिँ कमाएर होइन राख्न परेको छ। त्यसमा पनि सेभिङ कति हुन्छ, जति अर्न गर्यो त्यति नै सबै कुरा जान्छ। हाम्रो मोर्गेज भनौँ, युटिलिटिज भनौँ, इन्सुरेन्स भनौँ, गाडीको इन्सुरेन्स भनौँ होइन, घरको इन्सुरेन्स भनौँ, प्रपर्टी ट्याक्स भनौँ, त्यसपछि गएर अनि एभ्रिथिङमा ग्रोसरी यो गर्दा जति आउँछ नि आफ्नो त्यो सबै सकिन्छ, हातमा जेरो सेभिङ हुन्छ। त्यस्तो लाइफबाट चाहिँ मैले चाहिँ मेरो बच्चाहरूलाई चाहिँ त्यस्तो भोग्न नपरोस् भनेर चाहिँ मैले एउटा चाहिँ लिगेसी बिल्ड गर्दैछु मेरो बच्चाहरूको लागि। यो होइन कि मैले चाहिँ उनीहरूलाई चाहिँ सबै कुरा बिजनेस सेटअप गरेर लाऊ भनेर दिने। मैले उनीहरूलाई पनि हार्डवर्क सिकाउँछु। अफकोर्स मैले जति हार्डवर्क गरेँ त्यो हार्डवर्क उनीहरूले देखि पनि रहेको छ र म उनीहरूलाई सिकाउँछु। त्यो हार्डवर्क चाहिँ कसरी सिकाउँछु त यस्तो 9 to 5 को जब गरेर या बिहान बेलुका दिउँसो स्नो होस् यस्तो भनेर होइन। उनीहरूलाई पनि आफ्नो बिजनेसमा चाहिँ इन्क्लुड गराएर होइन, मेम्बर बनाएर उनीहरूलाई मेरो डाउनलाइनमा उनीहरूलाई पनि राखेर उनीहरूलाई पनि हार्डवर्क गर्न सिकाउँछु तर बिजनेसमा सिकाउँछु। यो बिजनेसले सबै कुरा दिन्छ नि, वाइ वी निड टु गो टु द इम्प्लोयर होइन। आफ्नो बिजनेसलाई दिने त्यो टाइम र त्यसबाट चाहिँ आफ्नो बच्चालाई त अहिले मैले लिगेसी बिल्डअप गराउँछु। उनीहरूले पनि त आफ्नो त्यसपछि भोलि फ्युचरमा होइन त्यसलाई बिल्डअप गर्दै जान्छ नि त। मैले बनाइदिएको यो फाउन्डेसनलाई उनीहरूले रिजर्भ गर्दै जान्छ, बिल्डअप गर्दै जान्छ नि होइन। सो मैले देखेको ड्रिम मेरो चाहिँ मैले चाहिँ यस्तो ड्रिमको चेजमा छु कि मेरो चाहिँ लाइफलाई चाहिँ स्मुथली अगाडि बढाउन सकौँ होइन। मेरो बच्चाहरूको चाहिँ ब्राइट फ्युचर हो। जस्तै मैले मेरो पेरेन्ट्सहरूको लागि पनि धेरै सोचेकी छु होइन। मैले चाहिँ आफू चाहिँ बिजनेसमा एकपल्ट सक्सेस भइसकेपछि मेरो पेरेन्ट्सहरूलाई चाहिँ मसँग राखेर मैले चाहिँ उनीहरूको चाहिँ अब लाइफमा कति छ होइन, आफ्नो पेरेन्ट्सहरूले आफूलाई चाहिँ लाइफमा सानोदेखि हुर्काए, बढाए, पढाए, यहाँसम्म ल्याए। अहिले चाहिँ मैले चाहिँ आफ्नो पेरेन्ट्सहरूलाई टाइम दिन नपाउँदाखेरि मैले चाहिँ सधैँ 9 to 5 को काममा चाहिँ 9 to 5 पनि के भन्ने, हाम्रो 7 बजीदेखि काम हुन्छ बिहान होइन। सो त्यसरी भागदौड गर्दाखेरि मैले बल्ल तल भेकेसनमा कहिले 4-5 वर्षमा एकचोटि आफ्नो पेरेन्ट्सहरूलाई भेट्न पाउँछु है। त्यो पनि 4-5 दिन 10-12 दिनको लागि। आई वान्ट टु स्पेन्ड अल माई लाइफ विथ देम
अन्टिल दे लिभ इन दिस अर्थ होइन सो त्यो चाहिँ मलाई यो ड्रिमले यो बिजनेसले चाहिँ पुरा गर्छ मेरो त्यो सबै ड्रिमहरू जति पनि मेरो चाहिँ लग्जरियस लाइफ मेरो बच्चाहरूको चाहिँ ब्राइट फ्युचर मेरो पेरेन्ट्सहरूसँग क्वालिटी अफ टाइम स्पेन्ड गर्ने त्यसपछि गएर मेरो मोर ट्राभल मलाई ट्राभल एकदम मनपर्छ त्यो पनि फ्यामिलीहरूसँग ट्राभल गर्ने देश विदेश घुम्ने होइन त्यो चाहिँ अनलिमिटेड बजेटमा घुम्ने यी सबै कुराहरू चाहिँ मलाई चाहिँ कसले गर्छ त सबै यही बिजनेसले दिलाउँछ अरू कसैले पनि दिलाउँदैन होइन सो मेरो चाहिँ त्यही हो अब हजुरहरूलाई मैले मेरो स्ट्रगल पनि सेयर गरेँ मेरो त्यसपछि गएर यो बिजनेस जोइन गरिसकेपछि चाहिँ ममा कस्तो चेन्ज आयो यसले के चेन्ज ल्यायो मेरो लाइफमा पनि सेयर गरेँ र म कस्तो ड्रिमको चेजमा रहेछु त त्यो पनि मैले हजुरहरूलाई सेयर गरेँ म भोलि फेरि हजुरहरूलाई चाहिँ अर्को टपिक्स लिएर फेरि अर्को चाहिँ लाइक च्यालेन्जमा आउँछु त्यतिन्जेलसम्मको लागि चाहिँ हस् बिदा चाहन्छु नमस्ते